नमस्ते सबैजनालाई। आज चाहिँ म आँटीघर होमस्टे अनिटर गाउँ चाहिँ गुरुङ गाउँ चाहिँ एक्सप्लोर गर्नका लागि चाहिँ अब म घरबाट निस्किन लाग्यो। अनि यो चाहिँ पोखराको वार्ड नम्बर 3 नदीपुर चोक हो। अनि यहाँ डाइरेक्ट तपाईँलाई कन्फ्युजन हुनसक्छ। अनि यो साइडमा चाहिँ यो बगर जाने बाटो भयो, यता साइडको चाहिँ यता जाने चाहिँ महेन्द्र पुल जाने भयो। अनि त्यसपछि चाहिँ यहाँबाट चाहिँ यता मणिपाल जाने बाटो हुन्छ। यही बाटो हुँदै नै चाहिँ जाने हो हामी माथि आँटीघर है। यदि तपाईँहरूले के कन्फ्युजन हुन्छ भने चाहिँ ठ्याक्कै डाइरेक्ट मणिपाल हस्पिटल आए पनि हुन्छ। अनि मणिपाल चाहिँ यो माथिको बाटो हो, यो बाटो आउने हो। अनि म चाहिँ तलको बाटो यता बाटो आएको, किनभने तल नदीपुर तरेपछि यता पुलतिर ठ्याक्कै राइट साइड लाग्यो भने तल दुईवटा बाटो छ। यदि कन्फ्युजन हो डाइरेक्ट तपाईँहरू चाहिँ यता मणिपाल आउने, मणिपालबाट चाहिँ यो बाटो सिधै हामी भलम जाने बाटो भएर जाने हो। यो चाहिँ भलमबाट जाने हो। त्यसपछि चाहिँ यो बाटो हुँदै चाहिँ हामी भलम जान्छौँ। अनि माथि म देखाउनेछु। थ्याङ्क यू फर वाचिङ। कालीगण्डी सेती र यो चाहिँ काली खोला हो। अनि ठ्याक्कै त्यो सेती चाहिँ ठ्याक्कै उता क्यासिङ पुल पर्छ, माथिबाट पस्ने भित्र बस्ने र यता बाहिर निस्किने हो। अनि यो चाहिँ काली खोला भयो। अनि काली खोला हुँदै यता माथि जाने हो। उतै पनि बाटो छ। अनि तलाइकन माथि जानुपर्छ भलममा। अनि म तपाईँलाई देखाउँदै जान्छु। ओके, थ्याङ्क यू फर वाचिङ। ओके, ठ्याक्कै म चाहिँ यता मणिपालबाट आएको, यो बाटो आएको। माथि उतै पनि छ बाटो, माथि बाटो जाने। तर त्यो चाहिँ अलिकति के अरे धुले रोड भएको कारणले म चाहिँ यता बाटो गएर अनि ठ्याक्कै हामी चाहिँ ठ्याक्कै बढ्छ। यो चाहिँ घारी मौज भन्छ। आँटीघर जाने बाटो गयो। यता गयो भने चाहिँ बारी गएर माथि जाने हो। यसलाई पनि भलमै भन्छ होइन। अब यो बाटो चाहिँ माथि जाने हो हामी भलम, यता होइन। ठ्याक्कै यो बोर्ड देखिन्छ तपाईँलाई, घारी जाने बाटो, घारी मौजा जाने आँटीघर जाने बाटो यो हो, यो माथि। अब त्यो प्रायः त अपलोडै छ। अनि थोरै ठाउँमा चाहिँ पिच गरेको देखिरहेको थियो मैले नि ल। ओके, थ्याङ्क यू। कस्तो दामी ठाउँ रहेछ यहाँ माथि। यो भलम र्याली चोर भन्दा थोरै माथि आएको, किनभने म यहीँ धेरै बसे पनि तर थाहा थिएन। तर रोड चाहिँ बनाउँदैछ, अगाडि चाहिँ राम्रो छ भन्छ। तर यो मेन बाटो नै समातेर जाने हो। कस्तो राम्रो ठाउँ रहेछ, बाटोहरू बनाउँदैछ। जस एकदम दामी ठाउँ रहेछ यो चाहिँ। अब हामी बिस्तारै चाहिँ अब यता कतै तल पनि माथि नगर्ने, यही बाटो सिधै बाटो जाने हो। सायद 1 घन्टामा पुग्छ भन्छ क्या अरे। ठ्याक्कै म चाहिँ उतै पारिको बाटो आएको हो। तर कुनै ठाउँमा चाहिँ पिच छ, कुनै ठाउँमा चाहिँ अपलोड छ। तर बाटो चाहिँ प्रायः राम्रो छ, स्कुटर बाइकहरू मजाले आउँछ। अनि यता चाहिँ अलिकति धुली छ भने यता चाहिँ प्रायः कुनै ठाउँमा पिच, कुनै ठाउँमा चाहिँ जस अपलोड नै छ। तर बाटो चाहिँ एकदम राम्रो छ, ठाउँ चाहिँ एकदम राम्रो छ। मैले चाहिँ स्कुटरमा आएको, जस म त रेनकोट लिएर आएको थियो। जस धुलो लाग्छ कि भनेको कहाँसम्म छ यो पिच पनि हेरौँ। त्यसपछि यदि फेरि अपलोड छ भने चाहिँ रेनकोट लाउनुपर्छ, किनभने सेतो टी सर्ट लाग्छ नि त, फेरि धुलो लाग्छ। ओके, थ्याङ्क यू फर वाचिङ। ल थोरै अब 3 मिनट जति थियो। अब यहाँ बाटो बनाउँदै रहेछ होइन। अब यता माथिबाट तलबाट आएको, अनि थोरै बनाउँदै रहेछ। तल गएर हिँडेर जानुपर्छ कि जस्तो छ होइन। ल यहाँ त गुराँस पनि रहेछ यार। बाटोमा चाहिँ लाली गुराँस, हाम्रो नेपालको नेसनल फ्लावर राष्ट्रिय फुल फुलिरहेको रहेछ। तर फुलेर पनि अब झर्ने बेला भइसक्यो, लगाउने बेला भइसक्यो। तर यहाँ चाहिँ रहेछ, बाटो बनाउँदैछ है, बगेर जानुपर्छ। भर्खरै यहाँ आँटीघर आइपुग्यो। तल बाटो बनाउँदै रहेछ। अलिकति चढ्नको लागि चाहिँ गाह्रो भयो क्या स्कुटर, किनभने बाटो नयाँ बाटो बनाउँदै रहेछ। अझै दुःख दियो यार। ठिक छ, आइपुग्यो झन्डै 1 घन्टामा चाहिँ मजाले आइपुग्दो रहेछ। बाटो म्याक्सिमम् राम्रै छ। अब चाहिँ यता माथि बाटो गएर यो पनि होमस्टे गऱ्यो। थोरै होमस्टे गएर यसो गएर आउनु पऱ्यो। ओके, थ्याङ्क यू फर वाचिङ। ल आँटीघर आइपुग्यो भर्खरै। यहाँ चाहिँ एकजना आमा ठ्याक्कै बाटोमा भेट्नु भयो। अनि हाम्रो आमाको पनि यो होमस्टे रहेछ। अनि जस ठाउँ एकदमै राम्रो छ, एकदमै राम्रो छ। ल कुकुर पनि रहेछ। ओहो, के गरेको तिमीहरू बाबु हो? के गरेको तिमीहरू? खेलेको? के नाम हो तिमीहरूको? मेरो नाम सतीश, मेरो नाम मनिक। मनिक। अनि तिम्रो? शङ्कर। अनि तिमीहरू स्कुल पढ्छ कि पढ्दैन? पढ्छ। स्कुल गएर आएको हो? ओके, ल ल हुन्छ बुवा, ल हस्।
मैले यहाँ आँटी गर्न मेरो गाइडहरू भेटायो, मेरो साथीभाइ भेटायो आज। ल तिमीहरू तिनजना मलाई घुमाउने है। हुन्छ। नाम के अरे? बिर्स्यो। शङ्कर, मनिक, मानिक, अनि तिम्रो? सतीश। सतीश। ल ल आँटी घरले मलाई कुन कुन ठाउँ राम्रो छ मजाले घुमाऊ है। ओके यस भन न। ओके ल नमस्ते, तपाईँको नाम भन्नु। मेरो नाम गङ्गा गुरुङ। हजुर। म यहाँ आँटीघर होमस्टेमा हजुर के भन्नु आँटीघर होमस्टेको यो चाहिँ हाम्रो होमस्टेको ओनर हो। उहाँ चाहिँ हाम्रो गङ्गा आमाङ हुनुहुन्छ उहाँ चाहिँ। अनि यो आँटीघरमा चाहिँ यो मेन पुरानो घर होइन तपाईँको यो आँटीघर चाहिँ? हजुर। अनि होमस्टे भयो तपाईँको चाहिँ। अनि यो होमस्टेको चाहिँ तपाईँको चाहिँ कतिजनाको चाहिँ इस्टिमेट गर्न सक्यो क्यापेसिटी चाहिँ छ तपाईँको? यहाँ मेरो हजुर 10जना जति। 10जना जतिको त्यस इस्टिमेट छ। अनि हाम्रो गङ्गा आमाकोमा चाहिँ राम्रो चाहिँ यो पुरानो घर छ। अनि खानाहरू चाहिँ के पाउँछ तपाईँको नेपाली अथवा गोराले चाहिँ? हाम्रो यहाँ चाहिँ नेपाली खाना नै हुन्छ होइन। हजुर। बाहिरको खानाहरू खासै हामीले गराएको छैन। यहीँको अर्ग्यानिक खाना हुन्छ होइन? अर्ग्यानिक खाना र नेपाली खाना मात्रै, अरू चाहिँ हामीले खासै त्यस्तो ट्रेनिङहरू भएको छैन, अलिअलि मात्रै हो होइन। तपाईँहरूले चाहिँ अब हुन्छ नि आउनुभन्दा अगाडि एक दिन अगाडि फोन गरेर अथवा 1-2 हप्ता फोन अगाडि नै बुक गरेर आउनुपर्छ हो? हजुर। किनभने ठुलो ग्रुप भयो भने त तपाईँहरूले त के पार्टी गर्नु पऱ्यो नि त होइन, स्प्लिट गर्नु पऱ्यो। अब ठुलो ग्रुप भएर यहाँ 6-7 जना 9-10 जना उता 10 जना राखेर त्यसरी राखिन्छ होइन तपाईँ? हजुर। ए ठिक छ। तपाईँहरूकोमा चाहिँ सबै रजिस्ट्रेसन भएको चाहिँ होमस्टे नै हो होइन? हजुर। ठिक छ। यो आँटीघर चाहिँ खास आँटीघर भनेको चाहिँ के हो खास थोरैमा तपाईँलाई? आँटीघर भन्नेको मतलब पहिला चाहिँ हाम्रो जिजूहरू चाहिँ तल्चोकबाट आउनुभएको होइन। पहिला उहाँले चाहिँ यो तलको मात्रै आँटी नहालेको घर मात्रै थियो अरे कि यहाँ। अनि पछि उहाँहरू चाहिँ अब काठमाडौँतिर नेपाल आर्मीमा कार्यरत हुनुहुन्थ्यो अरे। पछि त्यताबाट उहाँहरू चाहिँ रिटायर भएर आएपछि होला सायद बाबालाई थाहा छ होइन त्यो कुराहरू चाहिँ, मलाई त्यति साह्रो भन्न आउँदैन। त्यसपछि चाहिँ आँटी हालेको भएर यो चाहिँ आँटीघर भन्ने त्यहाँबाट नै सुरुवात भएको। कति घर दूरी छ यहाँ चाहिँ हाम्रो? हजुर। नमस्ते, हाम्रो यहाँ चाहिँ अहिलेको हालमा 72 घर छ। हजुर। जस गुरुङ तपाईँहरू हाम्रो अरू जनजाति अरू जाति कति जातको ग्रुपहरू छ यहाँ चाहिँ? यहाँ चाहिँ कामी, दमाई, हजुर, भुजेल, हजुर। अनि माथि घर चाहिँ राणा दाई हुनुहुन्छ माथि घरमा, अनि गुरुङहरू। हजुर। जस यहाँ चाहिँ तपाईँहरूको चाहिँ ठ्याक्कै त्यही जस्तै हाम्रो यहाँको गुरुङ ड्रेसहरू पाउँछ कि पाउँदैन? गुरुङ ड्रेसहरू उता मेरो नन्दकोमा नि छ, अलिअलि उपलब्ध हुन्छ, अलिअलि मेरोमा नि हुन्छ होइन। अनि यदि तपाईँहरूले हामीले ग्रुप ल्यायो भने चाहिँ यहाँको आमा पार्टी अथवा युवा पार्टीहरूले चाहिँ यसो बोलायो भने चाहिँ तपाईँहरूले चाहिँ यहाँको कला संस्कृतिहरू प्रदर्शन गर्नुहुन्छ कि हुँदैन? त्यो चाहिँ अलि असम्भव छ। यहाँ चाहिँ हाम्रो युवाहरू छैन हो? हजुर छन् त छ, तर त्यस्तो के सबै पोखरातिर छ होइन। हजुर। अनि सँगसँगमा अनि हाम्रो यस्तो सांस्कृतिक कार्यक्रमहरू भनेर अलिकति तल नानीहरूमा त अलि 4-5 जना छ। हजुर। अरू चाहिँ यहाँको आमाबारीको चाहिँ खासै त्यति साह्रो त्यति एक्टिभ चाहिँ छैन है? हजुर। आमाबारी त हुनुहुन्छ छन् त छ। हजुर। ओके। यहाँबाट चाहिँ मेन हामीले के हेर्ने हो? यहाँ चाहिँ आँटीघर चाहिँ मेन चाहिँ हामी के को लागि आउने हो खास चाहिँ? यहाँ चाहिँ घुम्ने। हजुर। अनि यहाँबाट चाहिँ पोखरा बजार र वल्लो अर्को गाउँ वल्लो गाउँको भ्यूहरू देख्नको लागि देखिन्छ होइन? हजुर। हिमाल पनि मजाले देखिन्छ। हजुर। पोखरा भ्याली पनि देखिने भयो, यता लमजुङ साइड सिक्लेस साइडतिर पनि देखिने भयो, पारीतिरको गाउँहरू देख्न सकिन्छ। हजुर। यो ठाउँ चाहिँ एकदम राम्रो छ। प्रायः चाहिँ यो घरहरू चाहिँ प्रायः ढुङ्गाले बनाएकै घर है? हजुर, सबै ढुङ्गाले बनाएको छाएको छ। ओके ल थ्याङ्क यू तपाईँलाई नै अब ल गङ्गा आमा धन्यवाद। ल धन्यवाद। भर्खरै मात्रै तपाईँले हाम्रो गङ्गा आमाको होमस्टेमा चाहिँ हामीले थोरै इन्टरभ्यू गऱ्यो आमालाई, किनभने चाहिँ यहाँ चाहिँ कति कुराहरू कसरी आउने अनि के चाहिन्छ भन्ने कुरा उहाँले चाहिँ छोटकारीमा भन्नुभएको छ। अनि उहाँको नम्बर चाहिँ म तल अनि लिङ्क पिन गरिदिन्छु। उहाँले चाहिँ तपाईँहरू के आउनु छ भने उहाँलाई चाहिँ फोन गरेर चाहिँ आउनु होला, किनभने अब यहाँ अलिकति होमस्टेहरू चाहिँ धेरै छैन, 4-5वटा मात्रै रहेछ होइन। त्यही भएर चाहिँ उहाँलाई चाहिँ फोन गरेर आउनु। गाउँ चाहिँ एकदम राम्रो छ,
एकदम मजाले ढुङ्गाले बनेको घर छ ल ओके थ्याङ्क यू ल मैले मेरो गाइडहरू कति वर्ष भयो बाबु तिमी कति वर्ष भयो तिमी कति वर्ष भयो 8 वर्ष मेरो 8 वर्षको गाइड अनि तिमी म 11 बुवा कति वर्ष भयो तपाईँ म 70 वर्षको बुवा पनि हुन्छ मसँग कति वर्ष भयो म 7 ल ओके पहिला कुन ठाउँ घुम्न जाने होला भन फुलुङ डाँडा ओके हामी चाहिँ फुलुङ डाँडा जाँदैछ त्यहाँबाट चाहिँ मजाको पोखरा भ्याली मजाले देखिन्छ अरे होइन ओके ल यो चाहिँ हाम्रो बुवाको घर हो अरे अनि यो चाहिँ बुवाको घर उता पनि होमस्टे रहेछ ल उतापट्टि होमस्टे रहेछ भैँसी पनि रहेछ यहाँ महा पनि मौरी होइन मौरी छ कि छैन बुवा चाहिँ मौरी छ है मौरी पनि रहेछ ल ए ल ओके ल आँखा हिँड है ल तिमीहरू लाग्छ ल सबै फुलबारीतिर भयो है भनेपछि त के डाँडा रे त्यसलाई फुलुङ डाँडा ए ल फुलुङ यसलाई चाहिँ फुलुङ डाँडा भन्दो रहेछ केले तान्छ रे हो र ल बुवा यो पछाडिको गाउँहरूको नाम यसो भनिदिनुहोस् ल तपाईँले यो हजुर यो ठाउँको नाम चाहिँ के भन्छ अरे यो भ्यू पोइन्टलाई हो यसलाई चाहिँ फुलुङ डाँडा भनिन्छ यहाँबाट चाहिँ स्पेसली हामी चाहिँ पोखरा भ्याली हेर्ने होइन पोखरा भ्याली हेर्ने हो अनि ऊ त्यो चाहिँ काउँ डाँडा धरहरा होइन त्यो चाहिँ काउँ धरहरा भयो अनि तल चाहिँ र्यालीचोर भलाम अघि चाहिँ आएको चाहिँ हामी त्यहाँबाट आएको होइन बुवा अनि यता भयो त्यो पारी गाउँ चाहिँ के भन्छ बुवा डाँडा गाउँ ए यो डाँडा गाउँ हो ए डाँडा गाउँ यो डाँडा गाउँ भने उता पनि छ एउटा होइन बलम डाँडा गाउँ पनि छ होइन यो ठ्याक्कै विजयपुर चाहिँ तल पर्छ होइन बुवा लामाखेत होइन विजयपुर त्यो हो र यो हो त्यसको मुन्चे लामखेत हामी हिँडेर गयो भने चाहिँ उता तलको गाउँ हुँदै जाने होइन र बुवा तल गएर काँखोला निस्किने होइन त्यो गाउँ हुँदै तल निस्किने होइन ए ल ओके ल तिमीहरूले नै मलाई केही इन्फर्मेसन देऊ न त ल ल तिमीहरू पोखरा गएको छ कि गएको छैन कतिचोटि गएको छ लु भन त हो हो पोखरै हो पढ्ने तिमीहरू र्यालीचोरमा पढ्छौ कति के अरे हो ओके भन तिमीहरू अहिले स्कुल बिदा हो त्यसो भयो कि यहीँ पढ्छौ अहिले इक्जाम भइसक्यो अहिले बिदा छ होइन होलिडे छ होइन कति क्लासको इक्जाम दिएको रे तिमीले म 4 मा अब 4 मा तिमी म 1 मा पास भयो म त पास तिमी पास भयो कि भएन भयो पास भयो हो खै त चक्लेट दिनु पर्यो नि त अनि तिमीहरूले उस भएपछि त होइन ल ओके जहिले फर्स्ट हुने ल हामी यो पछाडिदेखि चाहिँ फुले डाँडा भ्यू पोइन्ट भयो यहाँबाट चाहिँ मजाको उता लमजुङको साइडको यता चिक्ले साइडको भ्यू देखिँदो रहेछ यो पछाडिदेखिको चाहिँ आँटीघर माउज हो यो चाहिँ एकदम स्पेसल छ गाउँ चाहिँ तर मान्छेहरू थोरै छ झन्डै 70-72 घर छ अरे यहाँ चाहिँ अनि तर किनभने यहाँबाट नजिक पोखरा जम्मा 1 घन्टा लाग्दैछ पोखराबाट आउनको लागि बाटो पनि म्याक्सिमम बनिसकेको छ है पिच बाटो नै छ अब कम्प्लिटली अब जस्ट 80% चाहिँ राम्रो बाटो छ भने अलि चाहिँ अफरोड छ तर राम्रो छ बाटो चाहिँ एकदम बेस्ट छ ल थ्याङ्क यू ल सबैजनाले बाई बाई गरिदिनु ओके अब हामी यहाँ सेकेन्ड भ्यू पोइन्टमा चाहिँ आउनु लाग्छ यो मा उता पारिको भ्यू पोइन्ट गएर आयो अब यहाँबाट चाहिँ आँटीघर गाउँ चाहिँ हेर्ने ठाउँ चाहिँ बेस्ट रहेछ जस्तो लाग्यो मलाई नि
हो मेरो गाइडहरू। तर डढेलो लागेछ या त्यसरी चाहिँ थाहा डढेलो चाहिँ नलाउनु भन्छ है सबैजनाले, किनभने अस्ति भर्खरै त्यो तलतिर पनि डढेलो लागेर एकदम खराब भइराखेको थियो। आज डढेलो लाग्यो भने वेदर यस्तरी बिग्रिराखेछ अनि झन् खराब हुन्छ। ल यो चाहिँ ठ्याक्कै आँटीघर भयो। ल यस्तो दामी आँटीघर छ, यो चाहिँ ठ्याक्कै आँटीघरमा आउँछ। यही हो माथिको देखिको। स्पेसली यहाँ चाहिँ मकैहरू चाहिँ रोपिसकेको छ होइन। तर यो मकै त ल ओके, के भन्छौ तिमीहरू? कस्तो लाग्यो मलाई घुमाएर? तिमीहरूले त्यत्रो घुमाए, अङ्कलको नाम पनि सोधेन यार, नाम पनि सोधेन। बल्ल सोध्यो भाइ। मेरो नाम चाहिँ विजय गुरुङ है, म घोताने गुरुङ हो है, हामी लमजुङ्गे गुरुङ हो है, पुरानै लमजुङ्गे गुरुङ हो। यहाँ नि धेरै गुरुङ के छ यहाँ बुवा? लामिछाने घोताने हो। ल ओके, ल बाई बाई गरिदेऊ। बाई 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 बाई। अंकल जीरा उस चैनल था नहीं जिराफ के रे कोले घरमा काम गर्ने भन त? तिनजनाले गर्छ? आमासँग झगडा गर्छ गर्दैन? बाबासँग झगडा गर्छ गर्दैन? नआमा शब्द बोल्छ कि बोल्दैन? गुड, स्याबास, ज्ञानी रहेछ यार मेरो बच्चाहरू यार। आमासँग झगडा गर्नुहुन्न, बाबासँग झगडा गर्नुहुन्न। बाबा मम्मीले भनेको मान्ने को छ? सबै मान्छ? वाह, गुड गर्ल, गुड बाई, गुड बाई। ल ठिक छ, बाबा बुवाले भनेको चाहिँ मान्नुपर्छ है। ल होइन, स्कुल पढ्नको लागि के चाहिन्छ तिमीहरूलाई? अनि अर्को कपी पेन चाहिन्छ होइन? कपी पेन छ दिदी? ल एउटा र एक दिन 3 4 5वटा, एउटा कपी एउटा हो। सबैले पेन्सिल हो? ल त्यसो भने ए ल 4वटा पेन्सिल होइन, तिमी पेन्सिलले लेख्छौ होला। ए हो ल। मेरो गाइडहरू यहाँ छ। 1 2 3 4 5 6वटा गाइड भयो मलाई। अनि मेरो बाबु नानीहरू चाहिँ गाइड भएको कारणले चाहिँ म पैसा दिँदैन, तर यिनीहरू चाहिँ पढ्ने भएको कारणले चाहिँ म चक्लेट पनि दिँदैन, चक्लेट पनि खानु हुँदैन है। तर कपी गयो भने चाहिँ तिमीहरूले चाहिँ लेख्नुपर्छ। यो लेख्यो भने चाहिँ त्यस्तो पैसा जति पनि कमाउन सकिन्छ तिमीहरूले राम्रोसँग पढ्यो भने है, जति पनि हुन्छ। ल ल आऊ मेरो प्यारा भाइ। को हो लु डटपिनवाला कुन हो? ल ल ल ल मलाई गाइड गर्यो है यसले। लु ल ल थ्याङ्क यू। ल ल ल ल ल यसले पनि मलाई गाइड गर्यो। ल थ्याङ्क यू। ल यसले पनि मलाई गाइड गर्यो। ल ओके ओके। अनि ल यसले पनि मलाई गाइड गर्यो। ल हाम्रो बुवाको लागि केही छ दिदी? ल ओके थ्याङ्क यू भनिदेऊ न। ल सबैजनालाई थ्याङ्क यू गरिदिए। थ्याङ्क यू। ल म राम्रोसँग पढ्छु, राम्रोसँग लेख्छु भन्दा सबैजनाले। ल ओके। ल ल हाम्रो सबैजना जाऊ। ल म फेरि आउँछु। आयो भने चाहिँ तिमीहरू आउनुपर्छ है। म फेरि आउँछु, आयो भने गोरा ल्याएर आउँछु। गोरा ल्याएपछि तिमीहरूले चाहिँ है राम्रोसँग बोल्नुपर्छ, इङ्ग्लिस पनि बोल्न सिक्नुपर्छ है। ओके ल ओके। ल बाई बाई सबैजना, बाई 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 बाई। ल ओके थ्याङ्क यू। बुवाले चाहिँ लोकल रक्सी खाने रहेछ, उहाँले पनि राम्रो गाइड गर्नुभयो मलाई। अब किनभने म चाहिँ नखानै भन्छ, किनभने त्यो चाहिँ नखाएकै ठिक हुन्छ। यो खायो भने तपाईँलाई बल पनि आउँछ। यसले चाहिँ तपाईँलाई खाँदैन कि, यसले चाहिँ तपाईँलाई चाहिँ के हुन्छ बनाउँछ कि बुवा, बुझ्नुभयो? रक्सीले चाहिँ तपाईँलाई खाएको हुँदैन कि, रक्सीले चाहिँ तपाईँलाई खाएको हुन्छ के बुवा? कि कोक खानुहुन्छ हो? ए हो। ल ल थ्याङ्क यू। ल किनभने रक्सी त ल अब प्रायः घुमिसक्यो मैले। मेरो प्यारो बुवा अनि बाबु नानीहरूले पनि पठाएँ।
मजाको हुन्छ गाउँघरको चाहिँ एकदम राम्रो हुन्छ क्या सबै कुरा चाहिँ प्योर हार्ट हुन्छ नि प्योर हार्ट ठाउँ एकदमै दामी छ ल हेर्नुहोस् ल अब म चाहिँ यहाँ होमस्टेमा केही बनाइराख्नु भएको छ होला आमाले त्यसै खाएर चाहिँ म निस्किने हो यो चाहिँ पुरानो घर मजाको घर छ होमस्टे यहीँको मूल घर यो चाहिँ यही गाउँको चाहिँ एकदम पुरानो घर चाहिँ यहाँ आमाको रहेछ अनि आमा हुनुहुन्छ होला घरमा अब चाहिँ यसो केही चाहिँ खाएर चाहिँ म निस्किन्छु ल ओके बाई बाई ओके हाम्रो गङ्गा आमाले चाहिँ यहाँको अर्ग्यानिक कोदोको सेलरोटी बनाइदिनु भयो अनि चिया अनि टक्क यहाँ खाजा खाएर चाहिँ म अब एकैछिन निस्किन्छु यस्तो मिठो हुन्छ कि गाउँको ओपिकाट अब म खान्छु ल गाउँको लोकल भनेको चाहिँ लोकलै हुन्छ कि दामी मिठो छ ठिक छ आमा एकदम ठिक छ आमा एकदम मिठो छ ल ओके तपाईँहरू पनि यो आँटीघरको चाहिँ अर्ग्यानिक कोदोको रोटी अनि चिया अनि तरकारी खानको लागि चाहिँ अवश्य तपाईँहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ आउनु होला यहाँ हाम्रो गङ्गा आमाको होमस्टे यहाँ छ ल ओके थ्याङ्क यू फर वाचिङ ल हाम्रो गङ्गा आमालाई धेरै धन्यवाद मलाई यति राम्रो यहाँको अर्ग्यानिक कोदोको रोटी तरकारी अनि चिया बनाएर दिनुभयो टन्न खाएँ अब चाहिँ अब म घर फर्किन्छु अब ल धन्यवाद आमा ल बाई बाई फेरि भेटौँ ल है आमा है